साथ सपोर्ट गरिदिनुहोस् गाइस। तपाईँहरूले धेरै धेरै धन्यवाद छ, सेवाहरू छ आदमले। भने गाइस मलाई बाइक किनिने अरे, बाइक नभए स्कुटी भन्नु न नजिकको लभली यार। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। गाइजहरूलाई स्वागत छ मेरो युट्युब ब्लगमा। कति धेरै दिनपछि ब्लग बनाएको गाइज, किनभने मेरो इक्जाम चल्दैछ नि त, 11 फाइनल। अनि इक्जामभरि पढिराखेका म, केही मोबाइल पनि त्यति चलाएको थिइनँ, इक्जामभरि पढिराखेँ अनि ब्लग पनि बनाउन भ्याएको थिइनँ। त्यही भएर गाइज म आज ब्लग बनाउँदैछु। इक्जामको लास्ट दिन, आज इक्जाम सक्यो क्या, भर्खर इक्जाम दिएर आएको म। अहिले बिहानको 11 बज्न आइसक्यो होला, 10 बजीतिर आएको थिएँ। अनि खानासाना खाएर भर्खर बसेको। अनि अब मम्मीहरू कोही हुनु घरमा गाइज, म एक्लै हो, मम्मीहरू बजार जानुभएको छ। अनि गाइज अब म चाहिँ सनमन्दिर जान्छु होइन। अब इक्जाम सक्यो, अब के गर्दै बस्नु भनेर सनमन्दिर जान्छु। करण दाइ आउनु छ लिन, यता बिटामोड आउनुहुँदैछ अरे बाइकमा। अनि करण दाइ र म जान्छौँ गाइज। करण दाइको पनि अब विदेश जाने र करण दाइ पनि। अनि भाइ आइज एकछिन गफसप गर्नुपर्छ दाजुभाइ मिलेर भन्दैछ, त्यही भएर अब जाने हो। अब हाम्रो स्कुल पनि अब 1 हप्ता पछि लाग्छ होला गाइज। हजुरलाई गाइज सरी भन्न चाहन्छु, किनभने ब्लगमा कति दिन भयो नि त नआएको। त्यही भएर अबदेखि चाहिँ म कन्टिन्यू गर्छु ब्लग। माया देखाइदिनु होला, सपोर्ट गरिदिनु होला, ब्लग हेरिदिनु होला गाइज। हजुरबाट यही आशा छ होइन। यस्तै छ गाइज, हेर्नु हिजो राति कम पानी परेछ, 2 दिन भयो पानी लगातार परेको। राति कस्तो परेछ, हावा त्यस्तै चल्छ गाइज। आजदेखि त म हजुरलाई ब्लग लगातार देखाउँछु, फुल हेरिदिनु होला होइन, माया देखाइदिनु होला गाइज। अब हजुरलाई ब्लग अलिकसम्म म कन्टिन्यू गर्छु, अहिले चाहिँ रोक्छु, किनभने अब दाइ आउनुहुन्छ अनि त्यति बेला देखाउँछु हजुरलाई। अनि मम्मीहरू पनि आउनुहुन्छ एकछिनमा। अनि मम्मीसँग कुरा गरेर केही गरेर म जान्छु गाइज। ब्लग चाहिँ फुल हेरिदिनु होला। के ल्याउनु अरे भाइ त्यो उयो के अरे लो म्यानेजर पनि गरिराख्यो भने उयो भएको हो, पैसा सिद्धेको लगाउनु पर्यो। दिनमा 2-3 चोटि गर्न मिल्छ भने नि त। खोइ त मोबाइल चलाउनु न। कहाँ छ बेलुका चलाउनु अरे। मम्मीले मोबाइल बनाउने बोल्छ कि कहाँ गयो, बजार गएर आएको छ मम्मीहरू गाइस। फर्स्ट आयो भने स्कुटी किनिदिन्छु। स्कुटी बाइक भनेर बाइक हुन्छ कि स्कुटी हुन्छ, अब हेरौँ। तर फर्स्ट आउनु पर्यो, होल फर्स्ट। अनि बाइक चाहिँ किन नकिनिदिने? बाइक बाइक हुँदैन। कहिले खाएको भने त यहीँ छ, अघि खाएको अघि खाएको स्कुल जाँदा खाएको। त्यस्तो हुन्छ, सफा गर्नु पर्दैन। गाइस हेर्नु न, मेरो छोराले होइन कति म चाहिँ उसको लागि ज्यानै दिन्छु। उसलाई ब्रेड अरे, त्यही पनि सस्तोबाट होइन अरे, 120 रुपियाँ जाने ब्रेड हुन्छ नि, त्यो उसको ब्रान्ड हो त्यो ब्रेड अरे। अनि अन्डा अरे, अनि दुध अरे, अनि जाम अरे, अनि हरेक त्यो उसलाई उसको लागि चाहिँ म कति गर्छु गाइस। तर मेरो लागि चाहिँ मेरो छोराले होइन खुट्टा खिचिँदैन, कान्छा मेरो हात खुट्टा भन्छु, कहिले टाउको होइन, कस्तो जफ दिन्छ गाइस। यो कुरा तपाईँहरूले नि फैसला गरिदिनु होइन। अनि भन्छु त, अनि म त यो संसार त्यो सबै सम्झने उमा सबैमा भनिदिन्छु म यस्तो कुरा। यहाँदेखि यहाँसम्म दुखेको, यहाँदेखि यहाँसम्म दुखेको गाइस हो यस्तो भन्छ, के भनौँ भने कसको लागि के भन्छ। छोराको कर्तव्य होइन, पहिला सानोमा मैले मेरो पाल्ने कर्तव्य छ। आमा बाउ बुढाबुढी भएपछि हात खुट्टा दुख्छ, उयो माडिदिनु पर्छ, के अरे खिचिदिनु पर्छ, त्यो हुँदैन गाइस। हेर्नु त, यो मेरो छोरालाई त्यो संस्कार सिकाइदिनुहोस् न आमा बाउप्रति। मेरो इक्जाम चलेको छ, त्यही भएर मन नभएको होइन गाइस। त्यही मैले भ्लग पनि बनाएको छैन। आज कति दिनपछि भ्लग बनाउँदैछु। इक्जामभरि मैले बनाएँ ब्लग। गरेको आमालाई माया गरेको छोराले कति दिनपछि भ्लग बनाउँदैछ। सब्सक्राइब गरिदिनु भनिदिनु त। सब्सक्राइब गरिदिनु मेरो छोराको आज
कति महिना कति दिनपछि ब्लग बनाएको छ गाइस। तपाईँहरूले लाइक सब्सक्राइब गरिदिनुहोस्, मेरो छोरालाई धेरै धेरै उयो गरिदिनुहोस्, साथ सपोर्ट गरिदिनुहोस् गाइस। तपाईँहरूले धेरै धेरै धन्यवाद छ, सेवाहरू छ आदमले। नाना के भन्न चाहनुहुन्छ? म के भन्नुहुन्छ दादा, यस्ता छ नानाहरू खुट्टा चाहिँ मालिस गर्दैन, अरू कुरा के हो। खुट्टा के भन्नु न ब्लगमा? हिँडेर आएको कान्छ मलाई हिँडेर आएको टेम्पो के भन्नु न ब्लगमा? काम छैन दिनभरि सुतो, यो पढ्छु भनेर यो नगरे क्लास खोइ पढेको यही हो। बजार गर्नु अहिले त बजारमा हुनुहुन्छ। निरा लाग्छ त सबैलाई लाग्छ नि, दुनियाँको 1 बिलियन पिपललाई निरा लाग्छ नि। यो पनि हालिदिनु म फर्स्ट सेकेन्ड थर्ड होइन। फर्स्ट आयो बाइक किन्ने, सेकेन्ड आयो भने सेकेन्ड आयो भने विचार चोगी, थर्ड विचार चोगी, थर्ड आयो भने थर्ड आयो भने नानाले तँलाई सरप्राइज दिन्छ। फर्स्ट आयो भने गाइस मलाई बाइक किनिदिने अरे, बाइक नभए स्कुटी। पछि भन्नु हुँदैन गाइस, यो छोराछोरीलाई चाहिँ चित्त नदुखाउनु, तपाईँहरू पनि छोराछोरी नै हो, मम्मी ड्याडी तपाईँहरू पनि हुन्छ। तर यो सबै कुरा एकअर्का त्यो छोराछोरीलाई सुनाउनु हुँदैन है गाइस, किनभने नि यिनीहरूले हामीलाई पनि थाहा हुनुपर्छ घरको बारेमा, घरको परिवारको बारेमा, घरको स्थितिको बारेमा, घरको के छ, घरको कसो छ, घरको कसरी चल्दैछ, के हुँदैछ हामीलाई पनि थाहा हुनुपर्छ। किनकि हेर्ने भनेको हामी नै हो, अनि हामीलाई नभनेर कसलाई भन्नु पडोसीलाई। एकछिन बस्नु दाइ। बोलेको नहाल्नु है। एकछिन पक्न उयो पनि बनाउनु त, उयो हेराउनु त आवाज 30 मिनटमै बनाइदियो गर्ने। के छ हालखबर? कटिङमा जाने अस्ति भन्नु न नजिकबाट कटिङमा जाने अस्तिको गाउँमा थियो नि इन्टरभ्यू। हेलो माई नेम इज जोन, आई हेभ एक्सपिरियन्स। जाउँ न तपाईँहरू साकेला मम्मीहरू जानुहुन्छ, हामी बाइकमा। अनि के कस्तो रेकर्ड गर्नु? गएको पनि रेकर्ड नगरे, गएको भन्ने रेकर्ड नगरे, हालखबर सोधेको पनि नगर्नु अरे। लुगा प्याक हान्छु म गाइस होइन। हजुर फुल लुगा हालौँ भने नि गाइस, बस्ने लुगा 2 जोड, अनि बस्ने लुगा 2 जोड, नयाँ लुगा 2 जोड हाल्नु पर्यो गाइस। म चाहिँ अलि रेडी भइसकेको छु। यहाँ मेरो ब्याग छ, झोला हेर्नु सक्नुहुन्छ गाइस। मेरो आउटफिट ठिकै छ, नर्मल छ, त्यति धेरै म फ्यान्सी पनि हुँदैन, जस्ट नर्मल गेटअप गर्न चाहन्छु। मेरो पर्स यहाँ छ, मेरो गोजीमा हालिहालौँ गाइस। अब चाहिँ हामी लागेको। हजुरलाई म एकैचोटि उता भेट्छु होला गाइस। अहिले चाहिँ हामी यहाँ सम्मति आइसकेको छौँ। अब हामी कभर काट्ने आँटेको मेरो होइन, अनि कभर काट्ने दोकानमा छौँ। अब कभर काट्ने अनि त्यसपछि जाने गाइस। दाइ यहाँ साथीसँग बोल्नुहुँदैछ। हजुर ए बाइकमा हाल्नु क्या कभर काट। हजुर हजुर ब्लगहरू बन्द नहुने कभर काट्न आएको। कति टाइम लाग्छ? सो हेलो गाइज, म चाहिँ घर आइसकेको छु। दाइ पानी खानु हुँदैछ, चिसो पानी।
म चाहिँ अघि कपाल काट्नु गएर कपाल यस्तो काटेको छु गाइज कस्तो छ हेरिदिनु होला कपाल दामी काटेको छ होइन अनि कपाल काटेर आयौँ अनि कपाल धोइसकेर बसेको अनि हामी ग्यास पनि लिन गयौँ भर्खर बसिरहेको छौँ गाइज अब बेलुकाको कति भयो होला बेलुकाको 5 बजिसक्यो होला गाइज होइन के हो त्यो म कस्तो पकाइदिन्छु ल फेरि गर्नु त ल के अरे यसलाई भन्छ टेक्निकल तेरो टेक्निक भनेको ऊ त 80 गाइज लिची अर्ग्यानिक मेरो 85 यसको चाहिँ म क्रिकेट यो ल्यापटप किन यतिकै राखेको हातमा खेल्छु नि त नयाँ नयाँ क्लासको बेला त अलिक दिन नजाँदा नि हुन्छ भएन त्यहाँ अब एउटै गर्नु जानुपर्छ नि सुरुबाट जानुपर्छ अनि सुरुबाटै गरेर स्टार्टिङ गरेर फर्स्ट हुनुपर्छ टपर हुनु परेन 12मा 12 सुरुमा किताबहरू त हुँदैन नि किताबहरू आएपछि किताबहरू यो नयाँ किनेको दाइले नेक्स्ट गरेर अब के चाहिँ गरेँ फेरि मैले अब कतिमा किनेको भनेर सोध्दैछु अफ क्यामेरा के पो भन्दा अनि यतिमा किनेको उतिमा किनेको स्विच अफ क्यामेरा हेर्नु गाइज लजाक हेर्नु न केही नभन्नु अरे भ्लगमा गाइज स्विच अफ क्यामेरा भ्लगमा केही नभन्नु अरे अफ गर्नु अरे क्यामेरा अनि सबै कुरा भन्ने अरे अफ क्यामेरा स्विच सो गाइज अहिले चाहिँ राति भइसक्यो अघि चाहिँ मेरो मोबाइलको के पो ब्याट्री नै डाउन थियो कि अनि दाइको चार्जरले यहाँ चार्ज गरेको दुईजनाले लागेर अनि नयाँ चार्जर लिनु गएको थियौँ हामी भर्खर अनि धेरै टाइम लाग्यो त्यहाँ चार्जर छान्न टाइम लाग्यो अनि चार्जर लिएर आएको छु अनि त्यो चार्जर लगाएपछि अहिले चार्ज गरेर भर्खर रेकर्ड गरेको छु गाइस होइन मैले चाहिँ अहिले भातसात खाएर भर्खर बसेको जाडो बस्नु पनि लाग्यो अब दाइले खसा लगाउनु गयो सो गाइस अब राति भइसक्यो होइन अब मलाई लाग्छ राति पनि भइसक्यो भ्लग पनि आज त्यति बनाउन पाइनँ किनभने मोबाइलको ब्याट्री नै डाउन हुन्छ गाइस मेरो मोबाइलको ब्याट्री बिग्रेको छ नि त त्यो मोबाइलको ब्याट्री नै डाउन भएको छ अनि भ्लगै बनाउनु पाउँदैन त्यति मजाले त्यही भएर गाइस मलाई लाग्छ आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु है हजुरलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस् गाइस कमेन्ट गरिदिनु सेयर गरिदिनुहोस् अनि अबदेखि चाहिँ म डेली भ्लग हाल्नेछु गाइस है डेली भ्लग हाल्नेछु कृपया सपोर्ट देखाइदिनु होला गाइस अनि आउँदो भ्लगमा पनि माया गरिदिनु होला पोसा गाई पोछा लगाऊ पोछा लगाऊ पोछा लभली यार guys हजुरलाई म भोलि भेट्छु गाइज थ्याङ्क यू फर वाचिङ गाइज लेट्स मिट टुमोरो till the end bye bye